म सधैँ भन्ने गर्छु नि साथीहरू, हामी फलोवर्स लिन चाहिँ कहीँ पनि जानु पर्दैन है साथीहरू। तपाईँहरूले कन्टेन्ट बनाउनु होला, कन्टेन्ट मन परेपछि साथीहरूले आफै फलो गर्नुहुन्छ र तपाईँहरूलाई चाहिने मान्छे हो अथवा आफूलाई चाहिने मान्छे हो भने जस्तो लागेपछि साथीहरू आफै जोडिनुहुन्छ र आफैले चाहिँ तपाईँहरूलाई के गर्नुहुन्छ, मेसेज कमेन्ट गर्नुहुन्छ अनि आफूले पनि सपोर्ट गर्न सक्यो र यो साथीहरू चाहिँ कहिले पनि तपाईँलाई छाडेर जानुहुन्न। र तपाईँहरूलाई हिजो मैले स्क्रिनसट गरेर पनि आफ्नो राखिदिएको थिएँ र तपाईँहरूलाई आज मैले लाइभ प्रुफै देखाउँछु कि मेरोमा कसरी ग्रो भइरहेछ र कसरी आइराख्नु भएको छ साथीहरू भनेर। तपाईँहरूलाई मैले हिजो पनि देखाएँ र आज पनि तपाईँहरूलाई देखाउँछु कि कन्टेन्ट मनपर्ने भयो भने साथीहरू आउनुहुनेछ भनेर। ल आउनुहोस् साथीहरू, स्क्रिनमा हेर्नु होला यहाँनिर साथीहरू, सर र मैले यहाँनिर देखाइदिन्छु तपाईँहरूलाई के कस्तो छ स्थिति भनेर। यहाँनिर हेर्न सक्नुहुन्छ नेट फलोवर्स तपाईँको, अब यो रिलबाट आउनुभएको फलोवर्स बेग्लै देखाइदिएको छ मासतिर र तलतिरपट्टि चाहिँ तपाईँहरूलाई प्रोफाइलमै भनेको अब सबै कुराहरू हेर्दै रिललाई नहेरिकन अरू कुराहरू हेरेर प्रोफाइलमा ठ्याक्क प्रोफाइलमै थिचेर फलो गर्नुभएको अथवा रिल थिचेर गरेकोलाई रिलमा देखाउँछ, रिल हेर्दै गर्नुभएकोलाई र प्रोफाइल थिचेर गर्नुभएकोलाई चाहिँ यसरी देखाउँछ साथीहरू। ल हेर्नुहोस् है साथीहरू, त्यही भएकाले म भन्छु साथीहरू, बार कन्टेन्ट राम्रो चाहियो र उपयोगी चाहियो है त साथीहरू। तपाईँहरूलाई भिडियो उपयोगी लागेमा लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला र फलो गर्नुभएको छैन भने फलोको बटन थिच्न नबिर्सिनु होला है।